सुनसरी जिल्ला कार्य समिति याका अध्यक्षज्यू राजेन्द्र सर, मञ्चमा आसीन मैले मान्नुपर्ने अतिथिज्यूहरू, पूर्व माननीय सुदन किराँतीज्यू, धरानको महानगरपालिकाका पूर्व मेयर तिलक राईज्यू, धरानको महानगरपालिकाका कार्यवाहक नगर प्रमुखज्यू, समाजसेवी हाम्रो किशोर राई दाजु, किराँत राई याखाका केन्द्रीय समितिका उपाध्यक्ष दोर्पध्वज राईज्यू लगायत सम्पूर्ण अतिथिज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने प्रतिनिधि, विभिन्न वडाबाट साकेला सिली प्रदर्शनीका लागि पाल्नुभएका सिली प्रशिक्षक, साथै सिली प्रदर्शन गर्ने साकेला सिली प्रदर्शनकर्ता कलाकारज्यूहरू, उपस्थित सम्पूर्ण जनसमुदाय, पत्रकार, सुरक्षाकर्मी सबैजनालाई मेरो तर्फबाट हार्दिक सेवा ढोक गर्न चाहन्छु, हार्दिक नमस्कार टक्राउन चाहन्छु। साकेला उभौलीको मुरी शुभकामना छ। यहाँहरू सबैजनाको जीवनमा सुख शान्ति सफलता समृद्धि सबथोक मिलोस्। यो अवसरमा सुग्नीमा पारो हाङलाई सम्झेर त्यो कामना म गर्न चाहन्छु। यहाँहरूको जीवनमा दुःख कहिले पनि नआओस्, त्यो कामना गर्न चाहन्छु। प्रकृति संस्कृति र प्रविधि भन्ने मान्छेमा प्रकृतिको संरक्षण गर्नुपर्छ, संस्कृतिको सम्वर्धन गर्नुपर्छ, प्रविधिको प्रवर्धन गर्नुपर्छ। धेरै कुराहरू राख्न चाहन्न। संस्कृतिको बारेमा भन्नुपर्दाखेरि हाम्रो बुझाइ अत्यन्तै थोरै हुन सक्छ, किनभने संस्कृति भनेको एउटा महासागर जस्तो, अनन्त आकाश जस्तो हो, जसको सुरुवात कहिले भयो, कसरी भयो, कसले गर्यो भनेर हामी ठ्याक्कै भन्न सक्दैन। तर यो धेरै लामो समयदेखि चल्दै आइरहेको छ। प्रकृति भन्ने बित्तिकै हाम्रो शरीर, संस्कृति भन्ने बित्तिकै हाम्रो सोचाइ भन्ने मान्छे म, हामी के सोच्छौँ, के बोल्छौँ, हाम्रो मनोविज्ञान के हो, हामीलाई कस्तो कुराले बिजाउँछ, कस्तो कुराले हामीलाई खुसी महसुस गराउँछ, यी सबै कुरा हाम्रो संस्कृतिमा भर पर्दछ। आज साकेला सिली यहाँ प्रदर्शन भइरहँदा यो देशमा भएका विभिन्न संस्कृतिहरूमध्येको एउटा किराँत संस्कृतिको बारेमा अलिकति बोल्न मन लाग्छ मलाई। किराँत संस्कृतिले काम गर्नु भन्छ। यो साकेला सिली भनेको पनि कामकै अभिव्यक्ति हो। मेरो बुझाइ विगतमा हाम्रा पुर्खाहरूले हामी आज जति धारा प्रवाहमा बोल्न सक्छौँ, जतिवटा भाषाहरूमा कमान्ड गर्न सक्छौँ, त्यति बोल्न सक्नुहुन्न थियो। उहाँहरू काम गर्नुहुन्थ्यो र कामको अभिव्यक्ति दिनुहुन्थ्यो। हातको इसारामा बोल्न सक्नुहुन्थ्यो। उहाँहरूले काम गरेर एकले अर्कालाई भन्न खोजेको कुरा के हो भन्ने बुझाउनुहुन्थ्यो। त्यही बातचितको कुरा जस्तो मलाई लाग्छ यो साकेला सिली, जहाँ धान रोपिरहेको, धान काटिरहेको, विभिन्न खालका चाहिँ कृषि सम्बन्धी कामहरू गरिरहेको भन्ने सिलीहरू हामी देख्न सक्छौँ। प्रकृतिमा चराचुरुङ्गी कसरी चाहिँ बातचित गरिरहेका हुन्छन्, कसरी चाहिँ गतिविधि गरिरहेका हुन्छन् भने प्रकृतिको अनुकरण पनि त्यो सिलीहरूमा हामी देख्न सक्छौँ। विभिन्न खालको सिलीहरू देख्न सक्छौँ। त्यसो हुँदाखेरि यो साकेला सिली भनेको एउटा सशक्त अभिव्यक्ति हो, जो हाम्रो पुर्खाले हामीलाई छोडेर जानुभएको छ, जसको निरन्तरता हामीले चाहिँ अहिले दिइराखेको छौँ। र त्यसै निरन्तरता अन्तर्गत प्रत्येक साल यही ठाउँमा यसरी नै भव्य समारोह आयोजना गरेर विशेष गरी सुनसरी जिल्ला कार्य समिति याफाका हाम्रा पदाधिकारी सदस्यज्यूहरूले आयोजना गर्नुहुन्छ र यसमा हामी सबै रमाउन पाउँछौँ।
आयोजक समितिलाई म बढी धन्यवाद दिन चाहन्छु, हार्दिक बधाई दिन चाहन्छु।